है आज हामी पढ्दैछौँ जेनेरेसन अफ ऱ्यान्डम नम्बर। यो चाहिँ 6M सिमुलेसनमा छ। कहिले काहीँ सोधेको छ ऱ्यान्डम नम्बर भनेको के हो त? ऱ्यान्डम नम्बर इज अ नम्बर जेनेरेट इन अ सच वे द्याट इट हेज एन इक्वल प्रोबेबिलिटी अफ टेकिङ एनी भ्यालु इन अ गिभन रेन्ज। मान्छे कुनै भ्यालु पनि लिन सक्यो एनी रेन्जमा। भने सिम्पल वर्डमा के हो भन्दाखेरि चाहिँ ऱ्यान्डम नम्बर आर अनप्रिडिक्टेबल एन्ड डोन्ट फलो एनी प्याटर्न फलो गर्दैन भन्ने भयो। यो जेनेरेसन अफ ऱ्यान्डम नम्बर भनेर चाहिँ सोधिरहेको छ धेरै जसो। यसमा चाहिँ हामीले चाहिँ लिनियर कम्बिनेसनल मेथड युज गर्छौँ। लिनियर कम्बिनेसनल मेथड युज गर्छौँ। यसको फर्मुला भनेको एक्सआई ल्याम्डा एक्सआई प्लस म्यू, यहाँ चाहिँ मोडुलो एम छ है त, मोडुलो एम छ। अब यो भनेको ल्याम्डा भनेको के हो भन्दाखेरि मल्टिप्लायर भइहाल्यो। एक्सआई भनेको सिड भनेर दिन्छ। अब कसरी सम्झिने भन्दाखेरि एक्स 0 भनेपछि इनिसियल भ्यालु चाहिँ सिड हो भनेर बुझ्ने होइन। अब म्यू भनेको इन्क्रिमेन्ट र एडर भनेर भन्छ। अनि मोडुलसको चाहिँ मोडुलसै भन्ने भयो। यो फर्मुला भयो। मेन भनेको चाहिँ यो मेन भनेको एक्सआई प्लस 1 इक्वल्स टु ल्याम्डा एक्सआई प्लस म्यू अनि एम भयो त। अब एउटा क्वेसन सल्भ गरौँ।